साथीहरू आज 2077 साल वैशाख 22 गते वसन्त ऋतुको यो मौसम र विश्व लकडाउनमा रहेको बेला बन्दाबन्दीको अवस्थामा हामी हाम्रै घर नजिकैको डाँडोमा आएर यो सुनोल बजारदेखि लिएर परासीसम्मको यो वातावरण अवलोकन गरिरहेका छौँ र हामीले मानवीय सङ्कट परेको अवस्थामा पनि प्रकृति अहिले खुसीले रमाइरहेको छ भन्ने महसुस पनि गरिरहेका छौँ। र अहिले यहाँ मसँग मामा पनि हुनुहुन्छ, भाइ पनि छन् र हामी सामाजिक दूरी कायम गर्दै जो हामी भ्यूहरू हेरिरहेका छौँ। मामाजी, आजको यो पदयात्रा कस्तो लाग्यो? यसो केही आफ्नो तर्फबाट 2-4 शब्दहरू। धन्यवाद। आज हामी यो दिउँसोको मध्याहमा पहिलाको यो एकदम राम्रो घनघोर जङ्गल थियो, अहिले चाहिँ नाङ्गो डाँडामा अवस्थित परिणत भयो। थोरै यसमा दुःख लाग्छ भनी अर्को चाहिँ यो विकासले विनाश पनि निम्ताउँछ भने जस्तै अलिक विकास हुँदैछ। यहाँ यो हिल पार्क भन्ने स्टेसनको यहाँ निर्माण हुन गइरहेको रहेछ सुनवल नगरपालिकाद्वारा। यहाँ चाहिँ सम्झाइरहेको छ, उताबाट बाटो छ, यहाँ चाहिँ एउटा भौतिक पूर्वाधारको रूपमा अब बिजुलीको खम्बाहरू पनि आइसकेका छन्। अब निकट भविष्यमै यहाँ चाहिँ राम्रो एउटा गति लिन्छ, एउटा चाहिँ आर्थिक अवस्था पनि सुदृढ हुन्छ होला, नगरपालिकाको आम्दानीको स्रोत आउँछ, मानिसहरू रमाउने छन् र हामीलाई धेरै अहिले मजा आइरहेको छ, एउटा चाहिँ खुसियाली पनि भइरहेको छ। लकडाउन भए पनि घरमा बस्दा बस्दा बोर थियो। अहिले यतातिर कोरोनाको हामीलाई यो जिल्ला चाहिँ रेड जोनमा परे पनि हाम्रो यो निश्चित पर्टिकुलर एरिया चाहिँ ग्रिन जोनमा महसुस गरिरहेछौँ हामीले। त्यसो भएर खुसी छु। माधव भाइ, मेरोतिरबाट एकदम अरू केही भन्न चाहन्न। पक्कै पनि यो सुनोल नगरपालिकामा हिल पार्कको रूपमा यहाँ हिल पार्क बन्दैछ। यसभन्दा अगाडि म माधव आचार्यजीसँग एकपटक यो ठाउँमा आइसकेको थिएँ। अहिले त्योभन्दा पनि अहिले सुन्दर र एकदमै रमणीय स्थानको रूपमा रहेको छ र यहाँबाट हामीले सिधै परासीसम्मको अवलोकन गर्न सक्छौँ भने सिधै पछाडि चाहिँ नि यो पाल्पा जिल्लाका डाँडाकाँडाहरू स्पष्टसँग हामीले देख्न सक्छौँ। र चाहिँ पश्चिमतिर गइसकेपछि त्यहाँ पाल्पा सिमेन्ट कार्य उद्योग छ, खैरेनी बजार स्पष्टसँग छ, सर्वोत्तम सिमेन्ट पनि छ। पक्कै पनि यो निकट भविष्यमै रमणीय स्थलको रूपमा यो परिचित हुनेछ र सबै साथीहरू पक्कै पनि हामी फेरि यो लकडाउन सकिएपछि उपयुक्त समय पारेर एकपटक यो ठाउँमा आउनको लागि मैले उपयुक्त देख्छु। किनभने हामी खैरेनीवासी पनि, खैरेनी बजार पनि नजिकबाट हामीले अवलोकन गर्न सक्छौँ भने सुनोल, परासी, यसले रूपन्देही र नवलपरासी जिल्लालाई एकै ठाउँमा समेट्ने स्थलको रूपमा पनि यो रहेको छ। फेरि नेक्स्ट भिडियोमा यसको बारेमा चर्चा गरौँला। अहिलेलाई यहाँहरू सबैलाई आउनको लागि हामीले चाहिँ सादर अनुरोध गर्दछौँ।